हजुर सुर्नया 8 कठमडा कठ्याल बैतडी घर भई हाल इन्डियाको अम्बाला सहरबाट गोपाल साउद। त्यो मायाको के फाइदा जुन आँसुपछि आँसु दिन्छ। आज मेरो दिल हजुर उहाँले केही देउडा गीतहरू लेखी पठाउनु भएको छ। उहाँका देउडा गीतहरू यस्ता छन्। जिल्ला मेरो बैतडी हो कठमा डाहु घर, जिल्ला मेरो बैतडी हो कठमा डाहु घर, नमस्कार छ सबैलाई क्या छ हाल खबर, नमस्कार छ सबैलाई क्या छ हाल खबर। सम्झना छ बिर्सी जाने मान्छेलाई पन, सम्झना छ बिर्सी जाने मान्छेलाई पन, मेरो माया साइसुवालाई छोडी गया पन, मेरो माया साइसुवालाई छोडी गया पन। चोखो माया काँसवानु हो सुनचाँदी सुहाउने, चोखो माया काँसवानु हो सुनचाँदी सुहाउने, कै गल्तीको सजा दी गई यसरी रुवाउने, कै गल्तीको सजा दी गई यसरी रुवाउने। राजाको सिरपेच राम्रो रानी लाउने हार, राजाको सिरपेच राम्रो रानी लाउने हार, 2 दिनको माया जाल हजुर छुट्टी वार पार, 2 दिनको माया जाल हजुर छुट्टी वार पार कठै कठा। छोडी जाने बैगुनीले बनायो शराबी, छोडी जाने बैगुनीले बनायो शराबी, भन्छ मैना क्या थियो र म भित्र खराबी, भन्छ मैना क्या थियो र म भित्र खराबी। आँखा लाग्यो दुनियाँको तेरो मेरो हाँसो, आँखा लाग्यो दुनियाँको तेरो मेरो हाँसो, सम्झी सम्झी रुनु भन्दा घाँटी लाउकी पासो, सम्झी सम्झी रुनु भन्दा घाँटी लाउकी पासो। हजुर धेरै धेरै धन्यवाद छ गोपाल साउदजीलाई। हजुर त्यसै गरी सम्झिनु पर्दा सर्वप्रथम मेरो बुवालाई, त्यसै गरी छोरी करिश्मा अनि दिदी भिनाजु, दाजु भाउजू र जगत भाइ जलन, मनिष महरा लगायत सम्पूर्ण घर परिवारलाई सम्झिन चाहन्छु र मलाई गोपाल साउद भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई पनि सम्झिन चाहन्छु र अन्त्यमा कान्छा लोकेन्द्र बमदाईलाई पनि कहाँ भुल्न सक्छु र भनेर भन्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। र त्यसै गरी शब्द सिर्जना गोपाल साउद, गीत वाचन कान्छा लोकेन्द्र बम। न त मेरो माया गर्नु नै गल्ती थियो, न त उनको चरित्र नै, बस छुट्न लेखेको थियो, सँगै बस्न त भाग्यमै थिएन।